सम्पूर्ण केसीओए परिवारमा सेवारो भन्न चाहन्छु। म लक्की राशि सामसुहाङ राई केन्टुकीबाट। आज मेरो पापा सन्तबहादुर राई 73 वर्षको उमेरमा स्वर्गारोहण हुनुभएको छ। डेनभर कोलोराडोमा माइली आमा र परिवारसँग बस्दै आइरहनु भएको थियो। म चाहिँ मेरो जेठी आमा देवकला राईसँग केन्टुकीमा 2010बाट बस्दै आइरहेको छु। मेरो पापा उता परिवारहरू सामियोमा हुनुहुन्न, तर म र मेरो परिवार चाहिँ 2015मा नै आदरणीय कृष्ण केरुङ सर शब्दी गुरु उहाँबाट शब्दी भएर किराँत परिवारमा सँगै छौँ आजसम्म। आदरणीय डीजे खालिङ सर, सुकमा सुहाङ सर र शब्दी गुरु कृष्ण केरुङ सर सँगकै सङ्गतले मलाई जीवनमा सही मार्गदर्शन गर्यो र त्यही दिनबाट मैले मागुरो कसम खाएर हत्या हिंसा भोग बलि रहित किराँती भएर आफ्नो जीवन बिताउने प्रणय गरेँ र म आज पनि त्यसै कारण म आज पनि केसीओएको छातामुनि रहन पाएको छु। त्यसैले यो दुःखद समयलाई तपाईहरुसँग जानकारी गराउँदै साथ र सुझावको अपेक्षा गरेको छौं मेरो परिवारले। नोगेन सेवारो।